नमस्कार। आज मिति 2081 साल चैत्र महिनाको 22 गते शुक्रबार, तदनुसार 2025 अप्रिल 4 तारिक, नेपाल सम्पत 1145 चैत शुक्ल सप्तमी तिथि। आज सूर्योदय बिहान 5:51 हुनेछ भने सूर्यास्त साँझ 6:22 हुनेछ। अब सुरु गरौं आजको राशिफल। मेष राशि। विद्वान व्यक्तिका साथमा निकटता बढ्ने समय छ। नजानेको कुनै कुरा छ भने अग्रज वा गुरुजनको सहायता लिँदा लाभ मिल्नेछ। नयाँ योजना प्रारम्भ गर्न उत्तम समय छ। प्रयास गरेमा कार्यप्रणालीमा सकारात्मक परिवर्तन हुनेछ। सामाजिक र सामूहिक क्रियाकलापमा दिलचस्पी बढ्ने देखिन्छ। कडा परिश्रमको उत्कृष्ट नतिजा प्राप्त हुनेछ भने सहकर्मीहरूले तपाईको क्षमतामाथि विश्वास गर्न थाल्नेछन्। उनीहरूको भावनालाई बुझ्ने प्रयास गर्नुहोला। वृष राशि। मनले चाहेको व्यक्तिबाट कुनै नौलो कुरा सुन्न पाउँदा अझ हर्षित हुने समय छ। कुनै उपहार प्राप्त गरेर दङ्ग पर्न पाउने सम्भावना समेत रहेको छ। गलत तरिका अपनाउँदा मौकामा चौका हान्न पाइने र धन लाभ हुने परिस्थिति छ। आज कुभावना र अन्याय गर्नबाट जोगिएकै जाति होला। कामबाट फाइदा हुनेछ। रकम व्यवस्थापनका लागि गरिएका प्रयासहरू सफल हुनेछन्। तर नातागोता र कुटुम्बका काममा खट्नु पर्ने हुँदा कार्यक्षेत्र भने प्रभावित हुन सक्छ। मिथुन राशि। आफन्त र प्रियजनसँग भेटघाट हुनाले आनन्दित भइनेछ। जीवनसाथीलाई खुसी तुल्याउने प्रयास गर्नुहोला। प्रसन्नतामा अझै वृद्धि हुनेछ। अरूले के गर्दैछन् र के सोच्दैछन् भन्ने चिन्ता गर्ने होइन, बरु आफ्नो कहाँ कमजोरी छ पत्ता लगाएर अघि बढ्ने समय हो। नयाँ उत्साह र उमङ्ग जाग्ने समय छ। खुसी र प्रसन्नताको सीमा हुने छैन। विजय र सफलताले जताततै पछ्याउन सक्छ, तर रिस राग घमण्ड र अहंकारबाट भने टाढा रहनुहोला। कर्कट राशि। कुनै व्यक्तिगत समस्या आइपर्नाले कार्यक्षेत्रमा खट्ने अनुकूलता मिल्दैन। कामको चाप बढ्नाले सहयोगी कर्मचारी र हाकिम रुष्ट हुन सक्छन्। पार्टनरको भावनालाई बेवास्ता नगर्नुहोला। पेशा वा व्यवसायमा मन्दी छाउने तथा मनमा भारीपन र शरीरमा थकानको अनुभूति हुने देखिन्छ। त्यस्तै बसाई वा कार्यमा परिवर्तनको धारणा समेत उब्जनेछ। सिंह राशि। सरकारी कामका माध्यमबाट धन आर्जन गर्न सकिनेछ। कुनै प्रतिष्ठान वा कार्यालयको बाँकी बक्यौता उठाउनु छ भने प्रयास गर्नुहोला। व्यक्तिगत प्रतिष्ठाका लागि अझ धेरै खट्ने समय हो। पारिवारिक उन्नतिका लागि कुनै नवीन कार्यको शुभारम्भ हुनेछ। दाजुभाइ र बन्धुबान्धवका बीचमा उन्नति प्रगतिको चर्चा हुने देखिन्छ। तपाईको परिश्रमको प्रशंसा हुने वा कमजोरीको विश्लेषण गर्दै सुझाव प्राप्त हुने समय छ। कन्या राशि। घरायसी रमझम र कामधामबाट फुर्सद निकाल्न सकिँदैन। कामकाजी महिलाले कार्यक्षेत्रमा उन्नति गर्नेछन् भने पारिवारिक जिम्मेवारी पनि बढिरहने समय हो। भाग्य भरोसामा रहने होइन, आफूलाई विश्वास गर्ने समय छ। परीक्षाको तयारी गर्दै हुनुहुन्छ भने उत्तम परिणाम प्राप्त हुनेछ। कुनै कुरामा दुविधा भएमा अभिभावक वा बुजुर्ग व्यक्तित्वसँग छलफल गरी अघि बढेमा काम गर्न सहजता मिल्नेछ। तुला राशि। शरीर हलुका र मन प्रसन्न रहनेछ। लामो समयदेखि एकान्तमा बसेर भलाकुसारी भएको छैन भने भेटघाटको अनुकूलता समेत मिल्नेछ। शत्रु वा प्रतिद्वन्दीको चाकरी गरेर आफ्ना स्वार्थ पूरा गर्नुपर्ने बाध्यता बन्न सक्छ। आज कारणवश लुक्नुपर्ने परिस्थिति समेत सिर्जना हुने देखिन्छ। इज्जत र प्रतिष्ठालाई दाउमा राखेर काम नगर्नुहोला। पैसा मात्र नभई आफ्नो कर्तव्य र स्वास्थ्यका बारेमा पनि ध्यान केन्द्रित गर्नुहोला। वृश्चिक राशि। परीक्षा र प्रतिस्पर्धामा सामेल हुने हो भने गोपनीयतामा जोड दिनुहोला। जोखिम र संकटले घेरेको समय छ। धेरै बटुल्ने इच्छा गर्दा मूलधन नै गुमाउनु पर्ने परिस्थिति बन्न सक्छ। त्यसैले दुराशा र महत्वाकांक्षालाई थाती राखी संयमताका साथमा आफ्नो कामलाई निरन्तरता दिनुहोला। यन्त्र वा उपकरणको प्रयोगमा सावधान हुनुपर्छ। विवाद वा लफडाबाट पनि पछि हट्नुहोला। समस्या परेमा सिनियर कर्मचारीको सहयोग लिनु उचित रहनेछ। धनु राशि। कल्पनाशील र भावुक बन्ने दिन हो। फाल्तु कुरामा समय बिताउनु भन्दा काममा ध्यान दिनुहोला। थालेको कामलाई पूर्ण गर्ने प्रयास गर्नुहोला, नत्र तपाईका अपेक्षाहरूमा कमी आउन सक्छ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिने राम्रो दिन छ। तर आज कार्यक्षेत्रबाट फुर्सद निकालेर आनन्द र मस्तीमा भुलिने समय हो। प्रेम भाव प्रकट गर्न अनुकूल समय छ। पार्टनरको इच्छा अनुसार चल्नु पर्दा कार्यक्षेत्रमा समस्या आउने भएकाले महत्वपूर्ण काम बेलैमा गरिहाल्नु ठीक हुनेछ।
मकर राशि स्वास्थ्यको ध्यान राख्दै कार्यक्षेत्रमा खट्नुहोला। व्यक्तिगत प्रतिष्ठा र सम्मान पाउन सकिनेछ। कानुनी वा लगानी सम्बन्धी जटिलता देखा पर्नेछ। काम गर्ने तौर तरिका र व्यवस्थापन पक्षमा पनि सुधार ल्याउनु आवश्यक छ। दैनिक कामहरू सजिलै सम्पन्न हुनेछन्। हेला गर्ने र कुरा काट्नेहरू आफै चुप लाग्नेछन्। तथापि झगडा र कलहबाट टाढिएको जाति हुन्छ। कुम्भ राशि सन्तान वा भाइ बहिनीका लागि केही रकमको व्यवस्था गर्नुपर्ने हुन सक्छ। बुद्धि र विवेकले काम नगर्नाले पनि केही व्ययभार बढ्ने सम्भावना देखिन्छ। पूर्व अनुभव र सिप प्रति आशावादी रहनुहोला। आइपर्ने विघ्न बाधा र अवरोधमाथि पनि नजर राख्न नबिर्सनुहोला। आज नेटवर्किङ र सामाजिक सञ्जालमा पनि सक्रियता बढ्न सक्छ। मीन राशि शरीर स्वस्थ रहनेछ, तर चिन्तामा भने वृद्धि हुने दिन छ। आफन्तको व्यवहार देखेर दिक्क लाग्न सक्छ। तथापि नौला व्यक्तिहरूसँग सम्पर्क बढ्ने र लाभ पाउन सकिने समय छ। पेशागत र व्यावसायिक परिस्थिति राम्रै देखिन्छ, तर आज घर परिवारको लागि पनि केही समय छुट्याउनुहोला, नत्र आपसी विचार विमर्शमा खाडल सिर्जना हुन सक्छ। शंकालु बानी र विश्वासको कमीले आपसी समन्वय कमजोर बन्न सक्छ। सकेसम्म एकअर्का प्रति समर्पित हुनु बुद्धिमानी हुनेछ। भर्खरै सुन्नुभयो ज्योतिष पण्डित हरिप्रसाद भण्डारीले तयार पार्नु भएको राशिफल। यहाँको दिन सुखमय रहोस्।